लगाइ चाहिँ त अँध्यारो भइसकेको छ लाइट बालेको छु मैले हैन अनि यहाँ हाम्रो काम भयो नयाँ भएको छ जस हैन यो पाइप हामीले हाल्यो अनि यो पाइप माथिसम्म जोड्यो अनि यहाँ पनि जोइन्टहरु गरेर माथि माथि पुरा यो तीनवटा पाइप हैन नमस्कार सबैलाई दिदी बहिनी दाजुभाइ हेलो गाइस वेलकम ब्याक टु माइ अनदर न्यू ब्लग अनि आजको दिन पनि स्वागत छ अनि आजको दिनको कुरा गर्नु पर्दाखेरि 2081 साल चैत महिनाको 2 गतेको दिन भइसकेको छ 2 गतेको दिन म कहाँ छु भन्दाखेरि म चाहिँ हैन यो पुरै टुल्सहरु छ नि यस्तो टुल्सहरु लिएको छु मैले चाहिँ यो टुल्सहरु भन्छ ग्राइन्डर हमर अनि यो एउटा पन्जा छ अनि यहाँ पनि अर्को टुल्स लिदैछु मैले यो ग्राइन्डरको त अहिले काम पनि छैन साँच्चै अनि हमर मात्र चाहियो अनि यहाँ पनि छ टाइल कटरहरुदेखि लिएर हैन अनि चाहिँ छिना हुन्छ अब यो लिएर जाँदैछु म चाहिँ यो घरमा छु यो घरमा भनेको पहिला काम गरेको थियो हैन अनि यो घरमा चाहिँ आज प्लम्बिङको कामको व्यवस्था हुँदैछ अनि हामीले वालसालहरु यताउताको व्यवस्था गर्दै थियो अनि यहाँ टिनहरु लाउनु भएको रहेछ अहिले चाहिँ अनि यो ढलानहरु पनि हामीले नै गर्दै थियो यो यस्तो छ अनि यहाँ के अरे यो उडा व्यवस्था गर्दै रहेछ सरसर सबै गरेको थिएँ योहरू चाहिँ अहिले लगाइदिएछ कि अनि मेरो काम चाहिँ यहाँ चाहिँ यो फोड्नु पर्ने त्यो सानो यो होललाई ठुलो होल बनाउनु पर्छ अब म यहाँदेखि पारी जान्छु हैन अनि यो चाहिँ आरुबोट एरिया भन्छ यो आरुबोट एरियामा चाहिँ चट्ट अब काम गर्नुपर्ने छ यहाँ काम मैले धेरै गरेँ 1 महिना जति नै गरेको त्यहाँको यताउता मालहरू लिएर अनि यो माथि डाँडा छ यहाँ माथि चाहिँ एउटा त्यो के अरे टावर छ त्यो टावरदेखि अलिक मुनि पर्छ त्यो ठ्याक्कै त्यो टावर चाहिँ देखिँदैन अब यहाँ चाहिँ भव्य काम गरेको थियो यो वालहरू हामीले लगाएको सबै अनि यतातिर सेयर वालहरूदेखि लिएर सम्पूर्ण यता लगायो हामीले नै यो तलतिरदेखि लिएर सम्पूर्ण हैन त्यहाँदेखि यसरी आएर यहाँ तल खोलामा छिरेर यहाँदेखि यता आउँथ्यो घाम पनि लागिरहेको छ गर्मी पनि भइरहेको छ अनि त्यसपछि अब जस आफूले गरेको काम गरेको ठाउँमा यता पनि वाल हामीले लगाएको हो क्या यता सेयर वालहरूदेखि लिएर जस धेरै नलेजहरू बढ्दैछ भनौँ गाह्रो पनि हुन्छ कहिलेकाहीँ तर धेरै गाह्रो मानेर हुँदैन अनि यो जस्तो दामी लागिदिएछ है यहाँ चाहिँ एक परिवार मजाले बस्ने खालको व्यवस्था छ यहाँ खानाहरू पकाउने यहाँ भाँडाहरू माझ्ने अनि जिन्दगीको गोरेटोमा काम चल्दैछ अब डेली नभए पनि कहिलेकाहीँ ट्याप्प टुप्पा भइरहेको छ काम अब यहाँदेखि पारी गएर यो ठोकठाकको काम गर्नुपर्छ बस्नुहोस् है त ल यहाँदेखि लड्यो भने त फेरि मर्नु पनि सकिन्छ अब यो दुलो पाल पार्नु पर्ने छ अब यो पन्जाहरू छ यो पन्जाहरू लाउने यो हातमा ख्याप खुप के अब हैन यो साइडबाटै उठाएको पन्जा हो भने त कसो अब जसरी रहेछ भने के मतलब होइन भन्नु मिल्दैन जस त्यहीँ लगेर राखिदिनुपर्छ अरू केटाहरूको त्यो रिसाउ लाग्यो यसरी लगाएर अब यसले देख्नुस् त लगाइ चाहिँ यसरी नै काम गर्ने हो पाइप साइपहरू फिटिङ सेटिङ यताउता धेरै छ किप वाचिङ गाइज भन्न चाहे अब जिन्दगीको गोरेटोमा काम त गर्नै पर्ने हुन्छ लगाइ चाहिँ त अँध्यारो भइसकेको छ लाइट बालेको छु मैले हैन अनि यहाँ हाम्रो काम भयो नयाँ भएको छ जस हैन यो पाइप हामीले हाल्यो अनि यो पाइप माथिसम्म जोड्यो अनि यहाँ पनि जोइन्टहरु गरेर माथि माथि पुरा यो तीनवटा पाइप हैन त्यहाँ रहेछ एउटा टी त यहीँ छोडेछ यसलाई सेफ्टी यहाँ राख्नुपर्छ जस अनि त्यहाँदेखि घुसायो यहाँ हैन त्यहाँ घुसाइयो अनि त्यहाँ घुसाएपछि अनि त्यहाँदेखि यता निस्क्यो त्यहाँदेखि यता आयो यो
टुल्सहरू चलाएको राख्नुपर्छ ठाउँमा अनि त्यसपछि अब यहाँ माथि हामी काम गरेको छ भत्तो पाराले होइन यता छ क्या काम यहाँ यो बेसिन यो मतलब भाँडा माझ्नुको लागि अनि यो पानी जाने अनि त्यो पाइप हो अनि त्यो अर्को काम छ यहाँ थियो अघि स्ट्यान्ड छैन यहाँ माथिको राखेको छ ड्रम राख्यो यो स्ट्यान्डलाई यहाँदेखि सट्ट यसरी गऱ्यो यहाँदेखि सर यता यहाँ पानी अनि यो यति गरिएछ अब बाँकी काम फेरि अब अर्को शनिबारतिर हुन्छ या कहिले हुन्छ त्यस काम गर्ने क्रम जारी छ यहाँ हाततिर हल्का ठोकिएको छ होइन हल्का तेल लाएर मालिस गर्नुपर्छ त्यो अब घडीमा चाहिँ 7 बजिसकेको छ अब जानुपर्ने हुन्छ होइन तर यहाँ थोरै काम छ दाइको त्यही भएर नभए त गइहाल्ने हो ठिक छ गाई चाहिँ त म जान्छु सर्ट ल गाई चाहिँ त अब यति नै टुल्स चाहिँ अनि यति बोकेर अब म बल्ल हिँडेँ यतातिर छ बाटो चाहिँ यस्तो खालको यो होइन झाडीतिर जङ्गलतिर खोलातिर छिर्ने हो यहाँ एउटा इनार पनि छ अनि खोला छ यो खोलादेखि यता गएपछि यहाँ फेरि प्लटिङ छ होइन यो प्लटिङ कटेपछि चाहिँ उकालो छ जस आज एकदमै ढिलो भइसकेको छ अब के गर्नु त होइन जिन्दगी यस्तै त हो भन्ने म हिँड्दैछु कि वाचिङ नि त गाइज नभए म रोडमा निस्किहाल्छु यता तलतिर चाहिँ पुरै घडेको यो चाहिँ रोड छ चाहिँ घाँस छ जिन्दगीको बोली त चल्दैछ है ल त्यहाँदेखि गाई चाहिँ त अब बाटोमा निस्केको चाहिँ अँध्यारो म घुम्रुङ होइन कहीँ बत्ती बाल्दै कहीँ अब लाइट थियो रोड लाइट होइन अनि उज्यालो बाल्दै आएर खाना खाएर अब सुत्यो भनौँ होइन थ्याङ्क यू सो मच फर वाचिङ गाइज किप लगिङ किप सपोर्टिङ किप डुइङ किप गोइङ बाई बाई गाइज भोलि भेट्छु या अर्को भिडियो भेट्छु है त